नमस्ते, स्वागत छ यहाँहरु सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म हजुरहरुलाई यो स्पाइडर वेबको चाहिँ यो प्रोपोगेट गरेको भिडियो हजुरहरु माझ लिएर आइसकेको छु। र यो चाहिँ मेरो हेर्नुस् एक एकवटा यो बेबी प्लान्टहरु चाहिँ निकाले है मैले यो पटबाट अलग्गै यसको यो मदर प्लान्टबाट चाहिँ अलग्गै बनाइहरु चाहिँ यो म अर्को पटमा चाहिँ प्रोपोगेसन गर्छु। किनभने धेरै पट बनाउनु छ भने चाहिँ यसरी हामीले यसरी यो बेबी प्लान्टहरुलाई चाहिँ निकाल्दा पनि हुन्छ। देख्नुस् देख्नुहुँदैछ मैले धेरै नै निकालिसकेको छु। र सोइलमा चाहिँ यहाँ मैले लिएको छु बेसी जस्तो मैले बलुवा यानी सेन्डी लिएको छु। किनभने हामीले जहिले पनि यो सेक्युलेन्ट प्लान्टहरु रोप्दाखेरि चाहिँ बलुवामै ज्यादा राम्रो हुन्छ है। मैले चाहिँ बलुवा नै ज्यादा हाल्छु। यहाँ मैले बलुवा हालेको छु है, कम्ती मात्रामा गार्डन सोइल हालेको छु। अनि कम्पोस्ट यानी मेरो किचन वेस्टको कम्पोस्ट होस्, किचन वेस्ट सब्जीहरुको कम्पोस्ट हुन्छ त्योहरु चाहिँ मिलाएको छु है। पछि गएर हामीले अरू खादहरु मिलाउँदा पनि हुन्छ। अहिले चाहिँ मैले यति तयार पारेको छु सोइल। र यस्तो प्रकारले मैले जुन चाहिँ अघि त्यो निकालेको थिएँ यो बेबी प्लान्टहरु है, यो सबै नै ग्रो गरिसकेको छु। हेर्नुस् सबै पट 3टा पट मजाले बनाएको छु। हेर्नुस् यसरी मजाले सारिदियोरी र 1-2 दिन चाहिँ सेड एरियामा राखेर है, त्यहाँदेखि चाहिँ हामीले घाम बिहानको घाम मात्रै राख्दा हुन्छ। यिनीहरुलाई चाहिँ त्यति घाम चाहिँदैन। र अहिले चाहिँ मेरो यो यतिको भइसकेको छ। हेर्नुस् झन्डै लगभग 3-4 महिना बाद चाहिँ यतिको भएको छ मेरो। देख्नुभयो स्पाइडर वेब चाहिँ यस्तो प्रकारले हामीले धेरै पटहरु बनाउन सक्छौं। र साथीहरुलाई गिफ्ट धेरै पट बनाएको छ भने साथीहरुलाई हामीले गिफ्ट गर्न पनि सक्छौं है। यस्तो प्रकारले एकदमै बेसी जग्गा बेसी खान्छ ठुलो भाँडा दिँदा पनि हुन्छ। चेप्टो खालको ठुलो भाँडा लाउँदाखेरि पनि हुन्छ। एकदमै यो बुसी खालको हुने हुन्छ यो स्पाइडर वेबले चाहिँ। र आजको भिडियो चाहिँ मैले हजुरहरुलाई यो स्पाइडर वेबको प्रोपोगेट गरेको भिडियो हजुरहरु माझ राखेँ। हजुरहरुलाई के कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। अनि हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। हस् त आजलाई यति नै। फेरि अर्को भिडियोमा हजुरहरुसँग भेट गर्ने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल। ह्याप्पी गार्डनिङ।